हजुर डाक्टर साहब, यो इम्प्लान्ट गर्दाखेरि धेरै लामो समय लाग्ने, धेरै टाइम कुर्नुपर्ने भन्ने हुन्छ, अनि हड्डी भएन भने इम्प्लान्ट हुँदैन भन्ने हुन्छ। यसमा चाहिँ हजुरहरूले कसरी गर्नुहुन्छ डाक्टर साहब? यदि हड्डी छैन, समय वर्षौं लाग्छ, महिनौं लाग्छ, अब चिन्ता गर्नु पर्दैन। तपाईँ चिन्ता नगर्नुहोस्, तपाईँ सिधै वंशमा आउनुहोस्, हेर्नुहोस् अहिले यस्तो इम्प्लान्ट छ। समय हामी पहिले 3 महिना 6 महिना 1 वर्ष लाग्थ्यो भने अहिले हामी कुनै पनि इम्प्लान्ट एउटा भयो, एउटा होस् या तपाईँको पुरै दाँत होस्, यदि पुरै दाँत छैन भने पनि हामी 48 घण्टामा तपाईँलाई दाँत बनाएर खाना खुवाएर पठाउँछौँ। अब हड्डी छैन, कुनै डाक्टरले सकिँदैन, यसलाई गर्नै सकिँदैन, हड्डीको एकदमै प्रब्लम छ भन्यो भने केही नडराउनुहोस्, सिधै वंशमा जाउनुहोस्। र म तपाईँलाई भन्छु त्यस्तो केस छ भने पनि तपाईँलाई वर्षौं लाग्ने केस भनेर मान्छेले भन्छ, तर हामी फेरि भन्छौँ त्यस्तो केसलाई पनि 48 घण्टामा हामी दाँत बनाएर खुवाएर पठाउँछौँ।